Hello guys, welcome to my vlog. Hello guys, यिनीहरू सिटीमा बसिरहेका छन्। उता हेर्नु दोकानमा मान्छे फेरि यो आयो। अब हेर्नु गाइस, म जाँदैछु। हाम्रो बर्थडे थियो हिजो। हेर्नु यसको साइकल। हिजो मेरो बर्थडे थियो। सबैजना आउनुभयो। मामा, माइजू, फुपू सबैजना आउनुभयो। तर मेरो मामा आउनु हुँदैन। मामाको एक्जाम चल्दैछ 20 क्लासमा। धेरै दुःख भइरहेछ मलाई। हाम्रो गाउँ छ यता हेर्नु गाइस। यता जाँदैछौँ। यो पनि आउँदैछ हेर्नु गाइस। अब चाहिँ जाँदैछौँ। हामी त जहिले पनि भ्लग बनाउँछौँ। आज मात्रै हो क्या लास्ट आजै थियो। मौले भन्नुभयो हामीले सोधेको बुनीले मोबाइल खेलाउँदै दिदीले मोबाइल खेलाउँदै थियो। त्यही भएर हामीले भ्लग बनाएको हेर्नु गाइस। तर मन चाहिँ लाग्यो हामीलाई। त्यही भएर हामीले भ्लग बनाएको हेर्नु गाइस। बर्थडेको बेलामा थियो। बर्थडेको भोलिपल्ट बनाएको गाइस हामीले फेरि। मलाई रहर लागिरहेछ। मेरो रहर मम्मी बाबाले पुरा गरिदिनुहुन्छ हेर्नु गाइस। बर्थडेको बेला हामीलाई कस्तो मजा आयो हेर्नु गाइस। यताबाट मान्छे जाँदै हुनुहुन्छ। हेर्नु 250 को स्पिडमा हेर्नु गाइस। हेर्नु गाइस देख्नुभयो? उता हेर्नु मेरो बुवा आमा, यता दिदी भाइ, यता आमा बुवा अनि यता बाबा हुनुहुन्छ। यता हाम्रो सिटी छ गाइस। अब यता जाँदैछौँ। यता आमा यता मम्मी हुनुहुन्छ हेर्नु गाइस टक्कले। यता हामी चाहिँ खाना पकाउने गर्छौँ। फेरि हेर्नु यता छ मम्मी चाहिँ हेर्नु यता गाइस मासु काट्दै हुनुहुन्छ। आज हामी मासु खाने हो। मेरो बर्थडेको अर्को दिन चाहिँ मासु खायौँ होइन। हिजो पनि खाएको मासु 3टा ल्याइदिएको थियो होइन मामु? 3टा होइन? अनि हेर्नु गाइस बाबा हेर्नु गाइस। अर्को नहुन यता भात पकाउँदैछौँ हेर्नु। यता छ मासु। बाई।